कस्तो हुन्छ आई होप हजुर सबैजना सन्चै हुन्छ होला र गाइस आजको ब्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन गएको छ किनभने गाइस आज चाहिँ हुँदैछ हाम्रो खेतमा रोपाई र गाइस आज हजुरलाई म पुरै देखाउने छु यहाँको अपडेटहरू। को खेत चाहिँ अस्ति नै रोपिसक्नु भएको थियो त्यही भएर आज चाहिँ उहाँ पर देखिएको खेतमा जान आँट्नु भएको छ त्यो देखिएको परालनेरि र गाइस आज हजुरलाई म हाम्रो बिउ राखेको ठाउँ पनि देखाउने छु र गाइस त्यहाँ छ बिउ राखेको ठाउँ र गाइस हजुरलाई म गएर देखाउने छु र गाइस यही हो हाम्रो बिउको बारी जो कि यहीँबाट बिउ लगेर हामी त्यो ठाउँमा गएर रोप्ने छौँ र गाइस अहिले चाहिँ म हजुरहरूलाई ऊ पर राखेको एउटा बिउ बोक्नेछ त्यो ओरेन्ज कलरको त्यसमा त्यो यता ल्याएर त्यसमा म बिउ लानेछु त्यो ठाउँमा र गाइस अब हिँड्नुहोस् मसँगै र गाइस यता त्यस्तो छ यहाँ तल खेत छ यहाँ चाहिँ वाल लगाएको छ यो वाल चाहिँ किन लगाएको भनेर मलाई पनि थाहा छैन गाइस अब म यो वाल चढेर माथि रोडमा जानेछु र गाइस म चाहिँ फाइनली वाल चढेर बाटोमा आइसकेँ र गाइस अब म चाहिँ लिन जाँदैछु त्यो ओरेन्ज कलरको गाडी यसलाई गाडी नै भन्छ होला गाइस यतापट्टिको यस्तै छ भ्यू यतापट्टि पनि अस्ति नै धान रोपिसकेको त्यही भएर यहाँ धान हरियो भइसक्यो र गाइस भन्नुपर्दा अहिले चाहिँ मेरो एक्जाम चल्दैछ र गाइस आज चाहिँ मेरो इङ्ग्लिस र कम्प्युटरको एक्जाम छ त्यो एक्जाम दिन चाहिँ म भरे जान्छु अब हाम्रो चाहिँ 12:20 बाट स्टार्ट हुन्छ त्यही भएर गाइस अहिले चाहिँ फर्स्टमा जानेहरू चाहिँ यहाँ गइरहेछन् र गाइस म चाहिँ अब एकछिनमा जानेछु र गाइस अब डाइरेक्ट वहाँ पुगेर म हजुरलाई देखाउने छु उतापट्टिको क्लिप र गाइस म चाहिँ हुन्छ र गाइस म चाहिँ फाइनली आइसकेको छु त्यो धान रोपेको ठाउँमा र गाइस म हजुरलाई देखाउँदैछु यतापट्टिको भ्यू यस्तो छ र गाइस म चाहिँ अहिले खेतमा पस्न आँटेको छु ओ गड गाइस र गाइस म चाहिँ अहिले आलीमा हिँड्दैछु र गाइस अब म खेतमा पस्न आँटेको छु यसको लागि चाहिँ आली छ यस्तो त्यहाँ बुवा हुनुहुन्छ यहाँ रोप्दै हुन्छ र गाइस म चाहिँ उहाँ रोपाइ गर्दैछु हुँदै हुन्छ र गाइस म चाहिँ फाइनली हिलोभित्र पसिसकेको छु र गाइस यो चाहिँ मस्तो हिलोमा हिँड्दैछु उतापट्टिको खेत रोपिसक्नु भएछ र गाइस म चाहिँ यहाँ धेरै हिलो हुन्छ भनेर बाहिर निस्किसकेको छु यताको माहौल यस्तै छ धान रोप्दै हुनुहुन्छ यो खेत भर्खरै फिनिस गरेर त्यता पस्नु भएको रहेछ अनि गाइस अब म चाहिँ लिन जान्छु बिउ लोड गर्दैछु बिउ र गाइस यहाँ मैले बिउ नगनिकन हाल्दैछु गाइस लास्टमा चाहिँ गाइस हामी लाने बेलामा लास्टमा एकचोटि काउन्ट गर्नेछौँ र गाइस यो साइड र गाइस म यो लाइनमा भएको सबै ट्राई गर्छु र यस्तो पनि फेरि फ्याँक्न ट्राई गर्छु ल गाइस अब यति मेरो लागि काफी छ र गाइस अब कुदाउनु थालौँ यो गाडी र गाइस म चाहिँ अहिले यो पोस्टर ठाउँमा आइसकेको छु र गाइस अब धेरै नजिक छ त्यो हाम्रो खेत र गाइस म चाहिँ अहिले आइसकेको छु यहाँ धान रोपेको ठाउँमा र गाइस हाम्रो स्कुलको बस नि आइसकेको छ स्कुल बस त्यहाँ छ गाइस स्कुल बस आइसकेको छ र गाइस म चाहिँ अहिले जान्न किनभने गाइस मेरो भरे छ र गाइस काउन्टिङ हुँदैछ 2 भयो यो सहित 3 हुन्छ बुवा फ्याक्दै हुनुहुन्छ थ्याङ्क्स फर वाचिङ keep watching keep subscribing and keep liking thank you